पर्यो अब म एक छाक खान गाह्रो भइसक्यो होइन कति बागेर मात्रै हिँड्नु होइन हो राजा हो उता माग्नु माग्दा माग्दा वाक्क दिक्क ब्याक्कै भइसक्यो होइन कुलेश्वरमा कुलो बनाउन आएको सबले हानिदिइसकेछ मेरो बिल्ला भयो होइन अब म टक्क यहाँ लेबर भयो नि हान्ने कुरा गर्दैछु अब दिनको यसो 1000-1500 त छाप्नै पर्यो। हेलो गाइज वेलकम टु माई च्यानल न्यू डे न्यू ब्लग फेरि पनि आइसक्यो ब्लग है गाइज हेरेर साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब सेयर ड्राङडुङ हानिदिनु होला होइन। हेलो गाइज होइन म चाहिँ कुलेश्वरमा कुलो बनाउन आएको सबले हानिदिइसकेछ मेरो बिल्ला भयो होइन अब म टक्क यहाँ लेबर भयो नि हान्ने कुरा गर्दैछु अब दिनको यसो 1000-1500 त छाप्नै पर्यो 1000-1500 छापेन भने त बिल्ला हुन्छ यहाँ मेरो होइन। अरूले टेन्डर पार्दैछ होइन आफूले पारौँ भनेको सकिएन ल बिचमा जाल झेल धेरै भयो है। अब केही भयो लास्टमा केही उपाय लगायो भने लेबर भयो नि हानिदिने हो होइन लेबर हानेर दिनको 1000-1500 त छाप्नै पर्यो नि 1000-1500 छाप्ने भने त मेरो बिल्ला हुन्छ होइन गाइज अब के गर्ने म घर फर्किदिन्छु है के गर्नु त अब यस्तै भइहाल्यो अब अर्कोचोटि अब यो सुरु मार्गको टेन्डर परेको थियो त्यसमा मलाई गर्न मन लागेन उचित लागेन त्यति सानो मलाई गर्न मन लाग्यो मैले गर्ने यस्तै ठुल्ठुलो मात्रै हो क्या म सानोतिनो गरिदिनु फेरि गर्छु खत्रै गर्छु 1000-1500 नभए हुँदैन मलाई अनि कहाँ त अब त्यो सुरु मार्गमा हानिरहेको छ त हेर्नुहोस् कालीमाटी है हाम्रो यो कालीमाटी उता त्यो सोल्टी यहाँ बसिरहेको छ क्या अब ल अनि मलाई हान्न दिएन नि त अनि कहाँ हान्न त त्यसो मेरो बिल्ला भन नदिइरहेको म भाग्थेँ यहाँबाट अब लेबर भयो नि हान्नुपर्छ के गर्नु त अब अवस्था यस्तै छ हान्नु परेन त म लाग्दिएको है त सोल्टी आज मैले त्यहाँ काम भनेर आएँ काम गर्ने कि नगर्ने त अब काम चाहिँ जस्तो भयो नि गर्नै पर्यो अब म एक छाक खान गाह्रो भइसक्यो होइन कति बागेर मात्रै हिँड्नु होइन हो राजा हो उता माग्नु माग्दा माग्दा वाक्क दिक्क ब्याक्कै भइसक्यो होइन दिनको 1000-1500 चाहिँ कमाउनु पर्यो 1000-1500 दिन्छ नि यो पुलिस र कुलो पनि खनिदिन्छु लेबर हानिदिन्छु खत्रै हानिदिन्छु बोकिदिने हो छ होइन अलिअलि छ जे होस् गर्न सक्ने हाम्रो हिम्मत पनि छ होइन हामी गर्छौँ पनि होइन पनि हानिदिन्छु ल कुरा गरेर अब गरे हो सब भइसक्यो अब भोलि आएर कुरा गर्नुपर्छ है त ल राजा हामी घरतिर लाग्दिउँ घरमै गएर कुरा गरौँला अहिले है कुलो पनि खनिदिन्छु म ल राजा ल टेन्डर हान्नुपर्छ ए मैले सुरु मार्काको हानेको थिएँ होइन त्यो मलाई शान्तिन गर्न मन लागेन मलाई 1000-1500 भन्दा मुन्तिर गर्न मन लागेन मलाई पनि त्यो कुलो खन्ने टेन्डर छ होइन त्यो पनि गर्नुपर्छ 2 दिनपछि बोलाएको एकचोटि त्यो ठेदाल गरेर भेटौँ अब के भयो नि खन्नु त पर्यो नि एक छाक 2 छाक खानु परेन टेन्डरै परेन भने नि हामी लेबर भयो नि हान्नुपर्छ है त ल राजा ल जे पनि क्या टोइलेट छोड्सम्म नि गरिदिनु राजा ल छोडिदिन्छु ट्याङ्की स्वर होइन आज 10,000 दिन्छु अहिले स्वर भने नि छोडिदिनु गएर छोडिदिन्छु क्या ढ्याक खोलिदिन्छु छोडिदिन्छु ल राजा ल है त ल ल राजा ल हाम्रो काम चाहिँ त्यही हो है भोलिबाट सुरु हुन्छ है गाइज हाम्रो टेन्डर सब भत्ताभुङ्ग भयो हामी हिँडेको है त गाइज यो अर्कैले हानिदिरहेको क्या हाम्रो टेन्डर अब बिल्ला क्या अब लेबर हान्ने अवस्था पुऱ्याइदिरहेको क्या राजा गर्ने हो नि हामी होइन गर्ने हो म त यहाँ चाहिँ पनि गर्छु है इच्छा खान नपाएर यहाँ कस्तो भइसक्यो होइन अनि अब गर्नै पर्यो नि फेरि खानै नपाएको छ होइन है गराउँदो रहेछ क्या अवस्थाले ल्याउँदो रहेछ क्या काठमाडौँ बस्न गाह्रो छ केटा हो गाह्रो छ कथाले माग्यो भने जे पनि गर्नु पर्यो कथाले चाहिँ माग्नु पर्यो जे पनि गरिदिने हामी पर्यो अब हामी सिधै चिया खान जान्छौँ है त चिया खाएर भेटघाट हुन्छ गाइज कामै नपाए नि अब सिन देखाउन त पैसा लाग्दैन गाइज देखाइदिनु के गर्ने त चन्द्रगिरीको डाँडो हेर्नु पैसा लाग्दैन ऊ त्यही हो चन्द्रगिरी डाँडो त्यही हो गाइज अब हेर्नलाई त पैसा लाग्दैन त्यही भएर क्या भिडियो खिच्न पनि पैसा लाग्दैन कहीँ त लाग्छ फेरि फाटेको नोट दिएर यस्तो गर्न जाने तपाईँलाई फाटे नोट चाहिँ कहिले दिनु भन्नु त मैले चाहिँ दिएको छैन है त्यहाँ गफ नहान्नु है फाटे नोट कहिले पनि दिन्न मैले तपाईँलाई फाटेको नोटहरू मेरो सबै एक ठाउँ जम्मा हुन्छ सोल्टी पनि यहाँ लास्ट दिने क्या अब ए आज सोल्टी भयो म तिम्रो दादा हो हल्का दिएको हो क्या बुझ्नु नि तपाईँ अब मिलाएर अब लाइफमा बस्ने तिमी चाहिँ हेरिदिउँ त नाटक हेरिदिउँ एकछिन ल चटक हेरिदिउँ त काम पाइन भन्छ नि पुरानो जमानाको पैसा मिलाउने काम पनि हुन्छ हेर ल यसको चाहिँ ल 1 लाख आउँछ नि कहाँ 1 लाख 1.5 करोडमा अस्ति मूल्य भएको छ यसको नदिएको तपाईँले नदिएको नि भाइ ल यो चाहिँ एकदम सेपमा राख्नु है त अब यहाँ अलि यो भिडियोबाट चाहिँ 52 बढी छ
अनि यो तपाईँको सबै च्यात्ते पैसा मात्रै हो कि राम्रो पनि छ यहाँ सबै राम्रो हो भाइ पैसाले नराम्रो भन्न मिल्दैन ल होइन होइन क्या नच्यात्तेको क्या नचेत्तिको त पैसै छैन नि भाइ यहाँ सब फकिराखौँ अहिले आजको अब भोलि फुर्सा खेलाउनु पर्ने छ यहाँ मेरो बेबी नि यहाँ ठ्याक्कै खेलेर आइरहेको छ फेरि छोरो आधी घन्टा कस्तो थोरै खेलायो कसरी खेलाउँछ राम्रो खेलाउँछ हो हो र तिम्रो नाम के अरे ग्रीष्मा रामेको छोरी होइन तिमी चाहिँ मेरो छोरी होइन हो नि सानो आमा अनि तिमी मामाहरू बस्ने आज फोहोर नभइकन ज्ञानी भएर बस्ने है तिम्रो गेम खेल्ने मैले भिडियो बनाएर हाल्दा अहिले कहाँ जान्ला अब तिमी नै हुँदैन भोलि खेलिन्छ अब भोलि भिडियो बनाउनु गरेर खेल्ने हामी है होइन बेलुकामा फुटबल छ हो र आजलाई भयो छोडिदेऊ धेरै खेल्न नि हुँदैन एकचोटि खेलिसक्यो कति खेल्ने एकचोटि भन्दा होइन फेरि बढी हुने है दिनमा एकचोटि हो हुँदैन त्यस्तो नगर त्यस्तो नगर के भने मान जाऊ तिमी मामा घर जाऊ हजुर फेरि खेले आज 2 फेरि खेले तिमी नि त्यहाँ हिँड त अब त हेरौँ त कतिको यिनीहरू जस्तै खेल्न सक्दैन तिमीले आउँदैन यिनीहरू जस्तो नि सक्दैनौ हो तिमीले यतिको यिनीहरूले भन्दा बबाल आउँछ तिमीलाई हो